सो नमस्ते गाइज अनि आजको यस भिडियोमा म चाहिँ एउटा नयाँ सर्वे वेबसाइट लिएर आएको छु अनि यसमा त के भन्छ तपाईले सधैँ एउटा न एउटा सर्वे चाहिँ भेटाउन सक्नुहुन्छ किनभने मैले अहिलेसम्म त आइरहेको छ। सो सबैभन्दा पहिला मैले यताबाट साइन अप चाहिँ गरिदिन्छु। म एउटा इक्जाम्पल चाहिँ तपाईलाई सबै कुरा फेक चाहिँ हालेर चाहिँ सो गरिदिन्छु। सो यताबाट मैले चाहिँ नाम, इमेल, पासवर्ड र सबै कुरा यताबाट फिलअप गरिदिनु होला। जस्तै म यताबाट गरिराखेको छु। ओके, सो म तपाईलाई सो गरिदिनु सबै कुरा हालेर। सो यो तपाईले स्मार्टफोनबाट पनि गर्न सक्नुहुन्छ र लिंक चाहिँ डिस्क्रिप्सनमा नै रहेको छ। ओके, अनि यताबाट हामी हाल्दिन्छौँ डेमा 7, मन्थ केही हाल्दिनु होला र इयर पनि म केही हाल्दिन्छु। त्यहाँबाट कन्टिन्यू गरिदिन्छु। अलराइट, यो सबै भइसकेपछि तपाईले त्यहाँबाट अग्रीमा ट्याप गरिदिनु होला। अग्रीमा ट्याप गरिदिसकेपछि यताबाट लोडिङ लिन्छ र यताबाट तपाईको आइहाल्नेछ। अलराइट, अब तपाईले के गर्नुपर्ने हुन्छ कि यताबाट आफ्नो प्रोफाइल चाहिँ कम्प्लिट गर्नुपर्ने हुन्छ। ओके, प्रोफाइल चाहिँ तपाईले कम्प्लिट गर्नुपर्छ। सो सबैभन्दा पहिला म एड्रेस हाल्दिन्छु, केही एड्रेस हाल्दिनु होला। ओके, तपाईले यताबाट एड्रेस हाल्दिनु होला, सिटी आफ्नो हाल्दिनु होला र यताबाट तपाईको जिप कोड हाल्दिनु होला। म यताबाट हालिरहेको छु। सो म सर्च गरिदिन्छु चाहिँ काठमाडौँको जिप कोड के रहेको छ। सो काठमाडौँ जिप कोड रहेको छ 44,600। सो म यताबाट हाल्दिन्छु र यताबाट तपाईले आफ्नो जेन्डर चाहिँ हाल्दिनु होला। म चाहिँ हाल्दिन्छु। अलराइट, सो अब तपाईले यताबाट कम्प्लिट गरिदिनु होला आफ्नो प्रोफाइल। आफ्नो प्रोफाइल कम्प्लिट भइसकेपछि तपाईले यताबाट एक्सेस टु पेड सर्भिस आउँछ एउटा ट्याब ड्याशबोर्डमा। यसलाई तपाईले चाहिँ एकपल्ट ट्याप गरिदिनु होला। त्यसपछि तपाईले आई कम्प्लिटली अन्डरस्ट्यान्डमा टिक गरिदिनु होला। तल चाहिँ स्क्रोल गरिदिनु होला। तपाईले एउटा सर्वे पाउनुहुन्छ। यताबाट तपाईले अहिले 0.100 चाहिँ सो भइरहेको छ, तर यो यसो छैन। तपाईले एउटा सर्वे चाहिँ 16 नेपाली रुपीजको चाहिँ पाउन सक्नुहुन्छ। अलराइट, 16 नेपाली रुपीजको। सो मैले चाहिँ यताबाट सर्वे कम्प्लिट गरिसकेँ र हेर्न सक्नुहुन्छ मेरो ब्यालेन्समा पनि एड भइसकेको छ 16.44 रुपीज। अब म तपाईलाई चाहिँ अरु कुरा सो गरिदिन्छु। यताबाट सक्नुहुन्छ मेरो ड्याशबोर्डमा पनि 16 रुपीज चाहिँ एड भइसकेको छ र यसमा अहिलेसम्म मलाई चाहिँ एउटा न एउटा सर्वे चाहिँ सधैँ आइराखेको छ 16 रुपीजको। अब यताबाट तपाईले वेब अलर्ट्स इनेबल गर्नुभयो भने 8.217 रुपीज एडिसनली तपाईले पाउन सक्नुहुन्छ र यताबाट धेरै टास्कहरु रहेको छ। यो बोनसमा तपाईले जस्तै सर्वे कम्प्लिट गर्नुभयो, अरु चाहिँ सब्स्क्राइब गर्नुभयो यसको नोटिफिकेशन्समा र सर्भोलाई आफ्नो फोनमा एड गर्नुभयो, सर्भोमा आफ्नो फोनमा एड गर्नुभयो, यता चाहिँ तपाईले डाउनलोड पाउन सक्नुहुन्छ। त्यहाँबाट तपाईले एड गर्नुभयो भने विदिन 48 आवर्स तपाईको 8 रुपीज आउनेछ र अरु टास्क रहेको छ र सबैको चाहिँ रुपीज रहेको छ र सबै चाहिँ एनपीआर मा रहेको छ। 8 रुपीज 16 रुपीज सबै एनपीआर मा रहेको छ। अब म तपाईलाई चाहिँ ड्याशबोर्डमा लगेर चाहिँ हेराइदिन्छु छु। अब म चाहिँ तपाईलाई रेफर सिस्टम हेराइदिन्छु। यसबाट तपाईले चाहिँ 10% चाहिँ अर्निङ्स आफ्नो रेफीको चाहिँ यताबाट पाउन सक्नुहुन्छ। त्यसपछि चाहिँ अब विड्रो कसरी गर्ने मनीले विड्रो गर्नको लागि तपाईको ब्यालेन्समा मिनिमम 2900 एनपीआर हुनुपर्छ नेपाली रुपीज र तपाईले चाहिँ भिजाबाट चाहिँ विड्रो गर्न सक्नुहुन्छ आफ्नो रुपीजलाई। हस्त यही थियो यस वेबसाइटको बारेमा र यसको लिंक चाहिँ डिस्क्रिप्सनमा तपाईले भेटाउन सक्नुहुनेछ र धन्यवाद।